सामाजिक सञ्जालमा प्रचार गरिए जस्तो उक्त टेम्पो कुनै गुड्ने वा चालु हालतमा रहेको सवारी साधन नभई चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र थियो, जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो खोकाको रूपमा त्यहाँ स्थापना गरिएको थियो। सो कवाडी ढाँचालाई 1 महिना अगाडि नै हटाउन निर्देशन दिँदा सँगैको अन्य 10 छाप्राहरू हटे तापनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी नहटाएकोमा वन कर्मचारीहरूले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्याइदिएका थिए। तत्पश्चात उक्त टेम्पो निजले पुनः सोही ठाउँमा ल्याई राखी पसल सञ्चालन गर्दै आएका थिए। यसपटक पनि उक्त टेम्पोलाई हटाउन निर्देशन दिँदा निज टेम्पो नहटाउने जे गरे गर्नुस् भन्दै अटेर गरी गाली गलौजमा उत्रेका थिए। मिति 2083 जेठ 29 गते पुनः अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो। सोही क्रममा भिरालो भौगोलिक सतह र सन्तुलनको कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भिरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौँ।